हेलो गाइज, गुड मर्निङ, नमस्ते सम्पूर्णलाई। व्हाइट गुम्बा आजबाट खुलेको अवस्था छ। अब फाइनल्ली व्हाइट गुम्बामा आइसकेको छौँ। स्वयम्भूको माथि रहेको यो व्हाइट गुम्बा आजदेखि 11 गतेसम्म खुल्ने भनेर प्रचार प्रसार थियो र म चाहिँ आज नै आयो। व्हाइट गुम्बा आइपुगेको छ गाइज। यस्तै छ, एकदमै सजावट झकिझकाउ रहेको छ। ब्याकग्राउन्डतिर हेर्न सक्नुहुनेछ। यस्तो छ गाइज व्हाइट गुम्बा। यतिखेर चाहिँ खाली खाली रहेको छ, कोही पनि आइपुगेको छैन। एकदमै सुन्दर हरियाली वातावरण देख्न सक्नुहुनेछ। प्राकृतिक सौन्दर्यताको भरिपूर्ण देश हाम्रो नेपाल। यहाँबाट देख्न सक्नुहुनेछ चन्द्रगिरी हिल्स, चोबारको डाँडो सबैको देख्न सक्नुहुनेछ। माथि रहेको छ व्हाइट गुम्बाको मन्दिरहरू, मूर्तिहरू। यति राम्रो छ कि गाइज, होइन, यति राम्रो सजावट, यस्तो राम्रो मन नै लोभ्याउने खालको सजावट गरिएको रहेछ यहाँ। यस्तो राम्रो छ कि स्वयम्भूको व्हाइट गुम्बा यो चाहिँ सधैँभरि खुल्दैन। वर्षमा कहिलेकाहीँ 1-2 वर्षपछि मात्रै खुल्छ। यसपालि 82 साल जेठको 3 गतेबाट 11 गतेसम्म खुल्ने भनेर सामाजिक सञ्जालभरि प्रचार प्रसार रहेको थियो। यस्तो राम्रो, सुन्दर, शान्त यस्तो देख्न सक्नुहुनेछ। यस्तो राम्रो छ कि मान्छे चाहिँ त्यति धेरै भिड छैन। आउँदै होला, आज फर्स्ट डे भएर पनि होला, मान्छेहरू त्यति धेरै छैन। मजाले सबैतिर घुम्नलाई हेर्नलाई पाउनुहुनेछ। यस्तो छ गाइज, धेरै राम्रो आर्टहरू एकदमै राम्रो छ। यस्तो राम्रो छ कि गाइज, यतिको राम्रो त कुनै पनि गुम्बा देखेको पनि थिएन हौ मैले त। म यहाँ फर्स्ट टाइम पनि हो। यस्तो राम्रो गाइज, होइन, हेर्नु न यहाँ। तपाईँहरू पनि अवश्य पनि भिजिट गर्नु होला है। यहाँ आउने लोकेसन चाहिँ स्वयम्भू बुद्ध पार्कबाट कारखाना चोक हुँदै माइक्रो पनि आउँछ आँधेश्वरसम्म, अथवा तपाईँहरू आँधेश्वरबाट चाहिँ हिँडेर आउन सक्नुहुनेछ यो गुम्बा आइपुग्नको लागि। यस्तो राम्रो छ कि गाइज, ओ मनै लोभ्यायो यार। लास्टै स्वयम्भू भन्दा माथि रहेको यो बुद्ध धर्मावलम्बीहरूको एकदमै राम्रो ठाउँ व्हाइट गुम्बा। यस्तो राम्रो छ कि गाइज, हेर्नु है। यस्तो राम्रो छ, अवश्य पनि आउनु होला यहाँ चाहिँ। यस्तो राम्रो छ, यस्तो राम्रो छ। मान्छेको भिड चाहिँ त्यति खासै छैन। आज फर्स्ट डे अनि फर्स्ट टाइम भएर पनि होला, फर्स्ट आवर नै आइपुग्यो हामी, लगभग बजे नै। एकदमै राम्रो छ। ओ माय गॉड, विश्वकै सुन्दरमा पर्छ कि के हो यसो हेर्दा त। सरसफाइ यस्तो छ, होइन, यस्तो सरसफाइ छ। यहाँको म्यानेजमेन्ट चाहिँ धेरै राम्रो गरेको रहेछ। यस्तो दामी छ, होइन। मान्छेहरू चाहिँ एकदमै पातालो छ, त्यति धेरै छैन। आज फर्स्ट डे भएर होला, 11 गतेसम्म खुल्ने छ। सबैजना आउन सक्नुहुनेछ यहाँको आउने लोकेसन चाहिँ मैले अघि नै पनि भने, स्वयम्भू बुद्ध पार्कदेखि कारखाना चोकबाट माइक्रो लाग्छ आँधेश्वरसम्म हिँडेर पनि आउन सकिन्छ, र साधनमा आउने हो भने गेटसम्मै आइपुग्नुहुन्छ। मान्छे चाहिँ छैन है, छैन, मान्छे छैन भन्दा नि यता चाहिँ पूजापाठ भइरहेको रहेछ। यस्तो राम्रो छ, हेर्नुहोस्।
एकदम राम्रो आमा हेर्नु न एकदम यो त फुलले सजिएको हो यो बुद्ध भगवान हेर्नु न स्टेप 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 एकदमै राम्रो हेर्न सक्नुहुनेछ यतातिर चाहिँ मेडिटेसन क्लास ध्यानहरू ठुलो लामाहरूलाई चाहिँ हामीले दर्शन गर्नको लागि यता आउनुपर्ने जस्तो देखियो धेरैजना सयौं हजारौं जनाको चाहिँ लामाहरू उपस्थित हुनुहुँदो रहेछ एकदमै राम्रो छ यहाँ मेडिटेसन ध्यान छ आजबाट सुरु हो खुल्ने यता चाहिँ यतिखेर हाम्रो लामा गुरुहरूको चाहिँ खाजा खाने टाइम भइरहेको रहेछ भने यहाँ भित्र चाहिँ यस्तो छ कि यस्तो छ एकदमै भित्र सजावट पूजाको लागि त यस्तो छ ठुलो ठुलो खेम्पो गुरु रिम्पोछेहरूको पनि उपस्थित यता यति धेरै लामाहरूको उपस्थिति लामा गुरुहरू ठुलो खेम्पो गुरु रिम्पोछेहरूको उपस्थिति रहेको छ भने हामीले उहाँहरूको पनि अभिषेक ग्रहण गर्न पाउनुहुनेछ 100 मिलियन अमिताभ बुद्ध मन्त्र रिसिटेसन रे खाजा खाने टाइम भइरहेको रहेछ यहाँ लामा गुरुहरूको यस्तो सुन्दर ठाउँ यस्तो शान्त ठाउँ एकदमै पिस छ कि एकदमै पिस स्वर्गको एक टुक्रा जस्तै यति धेरै ठाउँ यस्तो राम्रो छ यस्तो दामी सजाएको रहेछ कि गाई जो व्हाइट गुम्बा हैन एकदमै रङ्गी चङ्गी सयौं हजारौं थरीको फुलले सजिएको यस्तो राम्रो देखिन्छ कि एउटा हामी बुद्धिज्म हो भनेर पनि गर्वको साथ बोल्न सक्ने गर्वको ठाउँहरू छ क्या हाम्रो चाहिँ यस्तो राम्रो छ विभिन्न सङ्घ संस्थाहरूद्वारा आयोजित निर्मित यस्तो राम्रो राम्रो ठाउँहरू मनै लोभ्याउने खालको हुँदा त हामी साँच्चीकै बुद्धिज्म रहेछ बुद्धिज्म के हो भन्ने पनि यहाँबाट प्रष्ट हुन्छ कि बुद्ध धर्मले कतिको शान्त कतिको सुन्दर कतिको राम्रो पक्षलाई देखाउँछ भन्ने कुरा यहाँबाट पनि प्रुभ गर्न सकिन्छ एकदमै राम्रो छ हैन एकदम यहीँ बसिरहँ जस्तो क्या यहाँबाट माथि चाहिँ जान नपाउँदो रहेछ यहाँबाट माथि गयो भने चाहिँ यहाँ केही जरिवाना पनि लाग्छ यहाँ नजानुको नदिनुको कारण चाहिँ फोहोर गर्छ होइन मान्छेहरू जताततै टेक्दिन्छ यस्तो सुन्दर भूमिमा एउटा यो स्वच्छ सुन्दर भूमिमा चाहिँ मान्छेहरूको जताततै टेक्दिने यस्तो अनि मान्छेहरूले टेक्ने जताततै भनेर यहाँ चाहिँ इन्ट्री गर्न नदिएको खासमा यस्तो शान्त ठाउँ सुन्दर ठाउँ स्वच्छ ठाउँमा यस्तो राम्रो छ क्या होइन तपाईँहरू पनि आउन सक्नुहुनेछ यो मेरो भ्लग मार्फत जसले हेर्नुहुन्छ उहाँ अवश्य आउनुहोस् म एक राउन्ड देखाउँछु यतातिर एकदमै राम्रो छ होइन साँच्चै मन लोभ्यायो म चाहिँ बिहान एक्लै आइदिएको साथीहरूलाई जाउँ भन्दा पनि नजाने भन्ने भयो भन्ने खालको कुरा गर्नुभयो अनि एकजना साथीलाई चाहिँ जाउँ भनेको कति कतिसम्म खुल्छ अरे मैले 11 गतिसम्म खुल्छ भनेको ल ल म पछि जान्छु रे म चाहिँ फर्स्ट दिनमै आइदिएँ कि किनकि फर्स्टमा चाहिँ सब जे भने फर्स्ट भने फर्स्ट हो नि होइन गाइस त्यही भएर म चाहिँ फर्स्टमै आइदिएको यस्तो राम्रो छ मैले ब्याकग्राउन्डको पनि तपाईँहरूलाई देखाइरहेको छु ब्याकग्राउन्ड पनि यस्तो छ ब्याकमा पनि एकदमै यस्तो ढुङ्गाहरू माथि कुदेर यस्तो राम्रो बनाएको छ कि यस्तो लाइटहरू एकदमै फिट गरेको रहेछ यहाँ चाहिँ यो चाहिँ राति चाहिँ एकदमै झकिझकाउ झिलमिली हुने रहेछ रातिको लागि हो यो लाइटहरू हेर्नु न यस्तो राम्रो ठाउँ है ओ कतिपय मान्छेलाई थाहा नहुन सक्छ यो चाहिँ स्वयम्भू हो स्वयम्भूको माथि आदेश्वरबाट चाहिँ हिँडेर नै आधी घन्टामा आइपुग्छ अब आदेश्वरबाट साधन भयो भने 5 मिनट हो स्वयम्भू बुद्ध पार्कबाट माइक्रो चढेर आउनुपर्छ
आधी सोसम्म यस्तो राम्रो भ्यूहरू देख्न सक्नुहुनेछ यहाँबाट अवश्य एकचोटि आइदिनु होला सम्पूर्ण गाइजहरू है। यसभित्र चाहिँ 100 मिलियन अमिताभ बुद्ध मन्त्र जप भइरहेको रहेछ एकदमै शान्त अवस्थामा। 100 मिलियन भनेको 100 मिलियन चाहिँ अमिताभ बुद्ध मन्त्र जप कार्यक्रम हजारौँ लामाहरूको उपस्थिति विभिन्न गुम्बाहरूबाट उपस्थित हुनुहुन्छ। त्यहाँभित्र चाहिँ हामीलाई अब छिर्नलाई अलि असम्भव रहेछ किनकि त्यहाँनिर एकदमै राम्रो यति राम्रो झाँकी झम्काउ सजावट रहेको छ कि एकदम अवश्य आएर तपाईँहरू